नेताहरूको चाहिँ अर्को कुरा के हो भने भन्दा सँगसँगै अब तेस्रो कुरा किन देश विकास हुन सकिरहेको छैन या किन यिनीहरू यस्ता भए भन्दाखेरि अब त्यो इतिहासको एउटा कालखण्डमा यिनीहरूले गरेको त्याग समर्पण र जे जति चाहिँ बलिदान गरे त्यो यिनीहरूले मात्रै गरेका छैनन् क्या यिनीहरूको पार्टीले पनि गरेको छ यिनीहरूको पार्टीका चाहिँ अनसङ हिरोहरू भन्छ त्यस्ता हजारौँ जिल्लामा छन् ती सबै करप्ट छैनन् अहिले तपाईँले जिल्लामा गयो भने चाहिँ कसले शेरबहादुरको नाममा भोट माग्छ र काङ्ग्रेसको नाममा अहिले पनि बिपीको नाममा या त्यहाँ लोकल लेभलमा काङ्ग्रेसको नाममा त्याग गरेकाहरूको नाममा या त्यहाँको राम्रो स्कुलको टिचरले भोट मागिदिनुपर्छ तपाईँले यसो चुनावको चाहिँ हेर्नुपर्छ र शेरबहादुरलाई उभ्याएर भोट माग्ने चलन कम छ नि शेरबहादुर बाई इलेक्सनमा चाहिँ कहीँ पनि जाँदैनन् नेताहरूले त्यो बुझिसकेका छन् आफ्नो हैसियत चाहिँ नेताहरूले सबैले अहिले केपीजीको कहीँ चाहिँ अहिले हाम्रो पनि मेरो पनि प्राइम मिनिस्टर हो नि म चाहन्छु उहाँको जय जयकार होस् काम पनि राम्रो होस् तर जब म हिजो 13 घण्टा बाटोभरि मानिसहरूले सरापै छन् हेर्नुहोस् हजारौँ गाडीहरू लामबद्ध छ धुलोले आँखा खोल्न सक्ने स्थिति छैन हैन त्यो बनाउन थालेको पोखराको बाटो कति वर्ष भयो होला तपाईँ कल्पना गर्नुहोस् यता चितवनपट्टिको बुटोलतर्फको उस्तै सेम छ 16 घण्टा लाग्छ भन्छन् त्यहाँबाट यहाँ आइपुग्छ अनि त्यो सबैले